पुत्र पवित्र आत्मालाई महिमा होस्। सबैलाई जय मसीह छ। विशेष गरेर यो मदर चर्चको संरचनामा, पवित्र चर्चको सेवामा चाहिँ जहाँ बिशप हुन्छन् त्यहाँ चाहिँ पवित्र चर्चहरू हुन्छन्। यो अगुवापनको यो बुलावटको बारेमा हामीले केही कुराहरू सिक्ने मौका पाउँदै गर्दा यो कुरा बुझ्न जरुरी छ। जहाँ ख्रिस्ट हुनुहुन्छ त्यहाँ पवित्र चर्च जीवित हुन्छ। त्यसैले पवित्र चर्चमा एकता भङ्ग हुनु भनेको चाहिँ ख्रिस्टको देहमा घाउ लगाउनु हो, ख्रिस्टको देहलाई घाइते बनाउनु हो। र अगुवाको आत्मिक चरित्र जोस सहितको आज्ञाकारिताभित्र हुनुपर्दछ भन्ने कुरा चाहिँ परमेश्वरको पवित्र वचनले गर्छ। फिलिपीको किताबमा सन्त पावलले भने 2:5-7 त्यहाँ हामीले पढ्यौँ भने यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो भनेर लेखेको छ। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ र उहाँसँग हामीलाई उठाउनुभयो अनि स्वर्गीय स्थानहरूमा ख्रिस्ट येशूसँग बसाल्नुभयो। यो चाहिँ ख्रिस्ट येशूमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो भनेर लेखेको छ। बोलावट चाहिँ हाम्रो असीम अनुग्रह आउँदा युगहरूको लागि चाहिँ तयार पारिएको कुरा छ। र ख्रिस्ट येशूमा भएको मन तिमीहरूमा पनि होस् भन्छन् सन्त पावलले। प्रियहरू, अगुवा त्यो होइन जो उच्च स्थानमा बस्छ, तर अगुवा त्यो हो जसले अरूको बोझ बोक्न र बोझ बोकेर हिँड्नेलाई सघाउन तयार हुन्छ। हामीलाई प्रार्थनामा घुँडा टेक्ने अगुवा हुनुपर्छ भनेर विश्वासीहरूले माग गरेका छन्। प्रार्थनामा अरूको लागि रुने अगुवा हुनुपर्छ भनेर चाहिँ बोलावट गरिएको छ। आफूभन्दा पहिला पवित्र चर्चलाई अगाडि राख्ने अगुवा हुनुपर्छ भन्ने कुरा चाहिँ परमेश्वरको वचनले भन्छ। त्यस कारणले गर्दा चाहिँ परिषद अथवा काउन्सिल हुन्छ चर्चमा। परम्परागत बाइबलीय मार्गको आधारमा चर्च अगाडि जानुपर्छ र परिषद गठन गर्ने कुरा नयाँ कुरा होइन। अहिले हाम्रो चर्चमा हामी परिषद गठन गरौँ भन्छौँ। यो चाहिँ हाम्रो पवित्र चर्चको पवित्र परम्पराको मेरुदण्ड हो। र यो चाहिँ प्रेरितको किताब हामीले 15 अध्यायको 6 पदमा पनि पाउँछौँ। यस विषयमा सोच विचार गर्नलाई प्रेरितहरू, एल्डरहरू भेला भए, प्रेरितहरू र अगुवाहरू यो विषयमा विचार गर्न भेला भए भनेर त्यहाँ लेखेको छ। परिषदको उद्देश्य भनेको चाहिँ शक्ति बाँड्नु होइन, जिम्मेवारी साझा गर्नु हो र पारदर्शिता, सुरक्षा र आत्मिक संरक्षण गर्नु हो भन्ने कुरा हामीले जानेर बुझेर सेवा गर्नुपर्छ भन्ने सन्देश म यहाँबाट दिन चाहन्छु। र आजको सन्देशको सारांश भनेको चाहिँ पवित्र चर्चको भविष्य हाम्रो हातमा जोगाएर राख्नु हो, हामीले बुझ्नु हो। र परिषदको उद्देश्य भनेको चाहिँ शक्ति बाँड्नु होइन, साझा गरेर जानु हो। यसै कारण सन्त पावलले पहिलो कोरिन्थी 4:2 भने त्यसबाहेक यो आवश्यक छ कि भण्डारीहरू विश्वासयोग्य ठहरिनुपर्छ, भण्डारीहरूबाट विश्वासयोग्यता खोजिन्छ। सत्य थोरै मानिससँग भए तापनि त्यो सत्य नै रहन्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्यो। र आज हामीले निर्णय गरेनौँ भने पवित्र चर्चको सम्पत्ति असुरक्षित हुन्छ, विश्वास असुरक्षित हुन्छ, हाम्रो विश्वास कमजोर हुन्छ, आउने पुस्ता भ्रममा पर्न सक्छ। त्यस कारणले गर्दा हामी निर्णायक बनौँ र हाम्रो चर्च र हाम्रो समुदाय प्रार्थनामा एक हौँ, परिषद मार्फत अघि बढौँ, पवित्र परम्परा र पवित्र वचनमा अडिग रहौँ भने हाम्रो पवित्र चर्च चाहिँ बलियो हुँदै जान्छ। हामी अडिग रह्यौँ भने हाम्रो शत्रु लज्जित हुन्छ र त्रिएक परमेश्वर महिमित हुनुहुनेछ भन्ने सन्देश दिँदै म मेरो सन्देशलाई यहीँ विराम दिन्छु। सुनिदिनुहोस्। सबैलाई जय मसीह। परमेश्वरले आशिष दिनु।